फ्याक्ट एमएचको आजको प्रसङ्गमा युवतीहरूलाई यौन सम्पर्क गर्नका लागि कसरी फकाउन सकिन्छ भन्ने रोचक तथ्य लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर एक लाइक गर्न नबिर्सिनुहोला भन्दै प्रसङ्ग सुरु गर्दछु। तपाईँ हामीले अनुभव गरिरहेकै कुरा हो, सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना बढाउन विभिन्न किसिमका क्रियाकलापहरू गर्ने गरिन्छ। सुरुवाती अवस्थामा महिलाहरूको शरीर निकै सुस्त हुन्छ, त्यसकारणले उनीहरूलाई तताउनको लागि र उनीहरूको शरीरमा यौनको शक्ति भण्डार गर्नका लागि पुरुषले सकेसम्म फोहोर पेले गर्न बिर्सिनु हुँदैन। यसलाई हामीले पाककीडा पनि भनेर भन्ने गर्छौँ। यौन क्रियाकलापलाई सुमधुर बनाउनु छ भने हामीले विधिपूर्वक महिलाहरूको शरीरमा स्पर्श, चुम्बन अनि महिलाका संवेदनशील अङ्गहरूसँग खेल्ने वातावरण मिलाउनु पर्ने हुन्छ र यस्तो रमाइलो वातावरणभित्र पुरुषहरूले प्रेममय वार्ता, सिङ्गार रसयुक्त ख्यालठट्टाहरू, प्रशस्त पाककीडामा चाहिँ आफूलाई अभ्यस्त बनाउनु पर्ने हुन्छ। प्रायःजसो पुरुषहरू एकैचोटि सम्भोग गर्न सुरु गर्छन्, महिलाहरूलाई सुताउने, त्यसमाथि चढ्न तम्सिहाल्छन्। यसो गर्नु अन्याय मानिन्छ। यसो गर्दा कहिले पनि महिलाहरूले यौनमा सन्तुष्टि प्राप्त गर्न सक्दैनन्। उनीहरूलाई आफ्नो पुरुषसँग घृणा लाग्न थाल्छ। यसो गर्दा पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द प्राप्त गर्न गाह्रो नै हुन्छ। यौन सुख लिने क्रममा दुवैको तालमेल मिलाउनु अत्यन्तै जरुरी हुन्छ। यथोचित तरिकाले पाककीडामा संलग्न हुँदा यौन आनन्दलाई यसको चरम बिन्दुमा पुर्याउन यसले साह्रै मद्दत गर्दछ। पाककीडामा पुरुष र महिला दुवै संलग्न हुँदा अथवा सक्रिय हुँदा एक अर्काको शरीर, उनीहरूका संवेदनशील अङ्गहरूका बारेमा दुवैलाई थाहा हुन्छ र दुवै पति पत्नी बीच एक आपसमा यौनिक कुराहरू हुने र एक अर्कालाई राम्ररी बुझ्ने अवसर पनि प्राप्त हुने हुनाले उनीहरूको यौन तौर तरिका अनुरूप नै सेक्स सम्बन्धलाई अगाडि बढाउन सकियो भने दुवैको सन्तुष्टि एकदमै दुई दोब्बर भएर बित्न जान्छ। यस्तो खालको समझदारीले वैवाहिक जीवनमा सफलता प्रदान गर्न सक्छ। यसका लागि यौन प्रतिक्रिया चक्र र संवेदनशील अङ्गका बारेमा दुवैलाई उत्तेजनात्मक अङ्गहरू कुन कुन हुन्, हरेक व्यक्तिहरूमा यस्ता उत्तेजनात्मक अङ्गहरू फरक फरक ठाउँमा हुने गर्छन् र दुवैका यौन अङ्गहरू, यौन वरिपरिका क्षेत्र, पुट्ठा, नितम्ब, ओठ, गर्दन, स्तन, काखी, तिघ्रा, नाभि क्षेत्र, केही प्रमुख यौन संवेदनशील अरू क्षेत्रहरू पनि हुन सक्छन्। यस्ता यौनाङ्गहरूको कुरा गर्दा पुरुष लिङ्ग जति महत्त्वपूर्ण छ, महिलाहरूको भङ्गाकुरलाई भने बिर्सनु हुँदैन। महिलाहरूको भङ्गाकुर अर्थात् क्लिटोरिस भन्छ, यो बिर्सिनु भयो भने महिलाहरूले कहिले यौन आनन्दको तृप्ति प्राप्त गरेको महसुस गर्न सक्दैनन्। त्यसकारणले यौन सुखका लागि शारीरिक मात्र होइन, मानसिक रूपले पनि तयार हुनु आवश्यक हुन्छ। साथीहरू, अब हामी कसरी यौन सुख प्राप्त गर्न सक्छौँ भन्ने बारेमा जानौँ। मानवको यौन प्रतिक्रिया चक्रमा 4वटा चरणहरू हुन्छन्। जब तपाईँ सेक्सुअल क्रियामा इन्भल्भ हुनुहुन्छ त्यसभित्र तपाईँले नजानिदो तरिकाबाट 4वटा चक्रहरू पार गरिरहनु भएको हुन्छ। उत्तेजनाको यो पहिलो चरणलाई निरन्तरता दिन मानिस प्लेटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझै बढ्छ। उत्तेजनाको चरणहरू निरन्तर रूपले बढिरहेको हुन्छ। यस चरणमा महिलाहरूमा योनिद्वार खुल्न थालेको स्पष्टै देखिन्छ। महिलाको योनिको वरिपरिको भागहरू बिस्तारै फुल्न सुरु गर्छ र स्तन पान गराइरहेका महिलाहरूभित्र त स्तनको आकार फुरेर अलिकति ठुलो भएको स्तनका मुन्टाहरू ठुला भइरहेको स्पष्टै देख्न सकिन्छ भने आधाभन्दा बढी जसो महिलाहरूको अनुहार र शरीरको छाला एकदमै रातो देखिन्छ र पुरुषले जस्तै यस चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबावको महसुस गर्न थाल्छन् र मांसपेशीहरूमा उत्तेजनाको तनाव पैदा हुन्छ तथा उनको शरीरमा रक्तचाप बढ्न थाल्छ र यस्तो प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तर रूपले अगाडि बढ्दै गयो। लामोसँग महिलाहरू चाहिँ श्वास प्रश्वासमा पनि अलिकति बढाव देखायो, शरीर पुरै रातो भयो र उनको पुरै यौन अङ्गहरूमा दबावको वातावरण सिर्जना हुन थाल्यो भने सन्तुष्टि अर्थात् मजाको अनुभव लिन थाल्दछन्। यसको अवधि निकै छोटो हुन्छ। यो अवधि छोटो भए पनि यो यौन जीवनको महत्त्वपूर्ण
अर्थात् एकदम विशेष महत्त्वको चरणको रूपले यसलाई व्याख्या गर्ने गरिएको हुन्छ। यस चरणमा मांसपेशीहरूमा निकै छिटो तनाव आउँछ र खुम्चने तथा फुल्ने पनि धेरै छिटो नै गर्ने गर्छन्। महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने प्रक्रिया एकदम नियमित रूपले र तीव्र रूपले र अझै छिटो छिटो तरिकाबाट हुन जान्छ, जसको फलस्वरूप पूर्ण चरम सुख पाउँदा यस्तो मांसपेशीहरू खुम्चने फुक्ने क्रम 10 देखि 15 पटकसम्म हुने गर्दछ। यसबेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौँ। महिलामा यो खालको फिलिङ, यो खालको उत्तेजनाको महसुस यदि तपाईले यौन सम्बन्ध राख्दै गर्दा यो खालको वातावरण तपाईले महिलाहरूमा दिन सक्नुभयो भने पक्कै पनि तपाईको महिला, तपाईको प्रेयसी, तपाईको श्रीमती पक्कै पनि एकदमै सन्तुष्ट हुनुभयो भन्ने जान्नु होला। र यही तरिकाले तपाईले यहाँ बताए झैं गरी यौन सम्बन्ध राख्न सक्नुभयो भने तपाईको महिलाले तपाईलाई कहिले पनि धोका दिनुहुने छैन र कहिले छोड्नेसम्म कल्पना गर्न सक्नुहुने छैन। साथीहरू, आजको यो रमाइलो प्रसङ्ग हजुरलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा उल्लेख गरी सल्लाह सुझाव दिन नबिर्सनु होला भन्दै आजको प्रस्तुतिबाट ओझेल पर्न चाहन्छु। भिडियोलाई यहाँसम्म हेरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद।